एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो फेरि न्यू ब्लगमा। आइसकेको छु। आज फेरि ड्युटी आएको चाहिँ राखेन कि रुमतिर जाँदै गरेको चाहिँ यसो बनाउनको काम पनि 9 बज्न लागिरहेको छ र पनि काम एकदम कडा लागेको छ हौ। यस्तै हो। के भयो रेस्टुरेन्टलाई, सायद गर्मी बढेको कारणले गर्दाखेरि होला। गर्मी धेरै छन् अहिले, त्यसै कारणले गर्दाखेरि चाहिँ खासै कस्टमरहरू आएको छैन भन्नुपर्छ। गर्मी लास्टै छ, त्यस्तै भएर नआएको हुन सकिन्छ। खासै चलिरहेको छैन अहिले चाहिँ रेस्टुरेन्टहरू, त्यस्तै हो। भिडियोहरू पनि खासै ल्याइराख्न पनि पाएको छैन, किनभने अब कतिचोटि अब होइन यो एउटा बाटोलाई देखाउनु र यही एउटा फेस देखाउनु भनेर खासै भिडियोहरू पनि ल्याउन पाएको छैन। र हिजो अस्ति भिडियो पोस्ट गरेन, त्यस्तै हो। दामी हावा चल्यो अहिले त, घट खतरा छ। धेरैचोटि अब ड्युटी आउने जाने यही बाटो छ। अब यही बाटोलाई मात्रै कतिचोटि देखाउनु भनेर चाहिँ खासै हुन्छ नि। अब अलिक फरक नयाँ ठाउँहरूमा गएर बनाउनु पाएको भएको अब होइन, यसो भिडियो बनाऊ जस्तो नि हुन्छ र रमाइलो पनि हुन्छ। एउटै बाटोमा अब कतिचोटि त्यही एउटा बाटोलाई निकाल्नु त्यही गाह्रो छ। त्यसैले गर्दाखेरि भिडियो खासै ल्याइरहेको छैन मैले, त्यस्तै हो। यस्तै छ बाटोहरू, एउटै मात्रै छन् कि अब के गर्नु। कतै हुन्छ नि अलि रमाइलो ठाउँहरू घुम्न गएर यसो हुन्थ्यो। अब के भन्नु, छुट्टी मिल्दैन। छुट्टी नमिले पछाडि अब नयाँ ठाउँको भिडियो त कसरी ल्याउनु, त्यही गाह्रो छ। 3 बजे ड्युटी आयो, 1 बजे रुममा गयो, खाना बनाइयो, खाइयो, सुत्यो, उठ्यो, फेरि 3 बजे ड्युटी आयो। त्यो अन्त कहाँ जानु। अब छुट्टी भएको भए त अब यसो होइन, अब साथीहरूसँग घुमघाम गर्दाखेरि अब राम्रो पनि हुन्थ्यो, साथीहरूसँग होइन रमाइलो पनि हुन्थ्यो। तर छुट्टी छैन। छुट्टी भइहाले त पनि तर एकैचोटि छुट्टी दिँदैन, एउटा गरेर छुट्टी दिन्छ। अनि त्यसमा एक्लै हिँड्न मजै लाग्दैन। त्यस्तै हो समस्या, परदेशको समस्या यस्तै छ। बाटो चाहिँ म चाहिँ अस्ति चाहिँ उता पारीबाट गएको थिएँ। पारी अहिले घाम धेरै लागिरहेको कारणले गर्दाखेरि यता वरिबाट चाहिँ हिँड्दैछौँ, त्यस्तै छ। जस ठाउँ चाहिँ यस्तो हरियाली, अब रुखहरू छन् होइन, हरियो देखिन्छ। झ्याप्प लाएर नेपालको याद आइदिन्छ हो फेरि यस्तो हुँदाखेरि चाहिँ। यस मौसम र के अरे मौसम वातावरणहरूको कुरा गरौँ भने चाहिँ अब आफ्नै नेपाल राम्रो लाग्छ। हावापानी मिलेको, खासै त्यति गर्मी पनि होइन, डाँडा काँडा भएको, त्यही राम्रो लाग्छ। यता त के छ र यार, केही छैन, गाह्रो छ गाइज, यस्तै हो। पनि बोल्दा रुम पनि आइपुग्न लागिसकेको छौँ, नजिकै छौँ। रुम पनि 5 मिनट जति लाग्छ रुम के अरे रेस्टुरेन्टबाट रुम पुग्नलाई 5 मिनट जति लागिन्छ, त्यही हो। हस् त फेरि अब होइन राम्रो अब ठाउँहरूमा गएर राम्रो भिडियो बनाएर ल्याउने कोसिस गरि नै रहेछौँ, तर भइरहेको छैन, छुट्टी भइरहेको छैन। त्यसै कारणले गर्दाखेरि अहिले खासै गएको पनि छैन र भिडियो पनि कहिले कसोमा त्यसछ होइन, अब ल्याइरहेको छौँ, त्यही भएर हो। ओके, केही छैन, नेक्स्ट अब होइन अलि राम्रो बनाउने कोसिस गर्दैछौँ। हस् त अहिलेको लागि छुट्टिन्छौँ। ओके, बाई।